हुन त हाम्रो चेली मैयाको परिचय मैले अस्ति नै यहाँलाई दिइसकेकी छु। एकदमै राम्री, एकदमै ज्ञानी बच्चा। तर आज उनले गरेको जिद्दी देखेर चाहिँ म आफै पनि एकदमै अचम्मित भएँ के। कुरा के भएको थियो भन्दाखेरि आज चाहिँ हामी खेतमा काम गर्न गएका थियौँ साँझ अनि उनलाई पनि छोडिदिएका थियौँ के ल घुमोस् न भनेर। हुन त दिनभरि घाममा बसेकी थिएँ अनि एकछिन घुमी पनि। अनि घुमेर आएर चाहिँ मेरो अगाडि आएर कुइँ कुइँ गर्ने, कहिले मेरो हस्बेन्डको अगाडि गएर कुइँ कुइँ गर्ने। चिसो भयो होला ल हिँड कोठामा भनेर लिएर पनि गएँ। तर कहाँ कोठामा जानु र हाम्रो बालमा बस्नेका छोराछोरीहरू चाहिँ चुङ्गी खेल्दै रहेछन् अनि एउटा बच्चाको हातमा चाहिँ चोकोफोन रहेछ। त्यो बच्चाको अगाडि गएर त्यो चोकोफोन चाहियो भनेर जिद्दी गर्न थालेँ। एक त यिनीहरूले चक्लेट खान हुँदैन, त्यसमाथि अर्काको बच्चाको हातको चक्लेट कसले दिन्थ्यो र? हुँदैन, अर्काको चक्लेट तिमीले कहाँ पाउँछ र भनेर भन्दाखेरि पनि त्यही चाहियो के। कस्तो जिद्दी गरेको त्यही चाहियो भनेर। होइन ए बाबा, मान्छेहरूको बच्चाले मात्रै जिद्दी गर्छन् भनेको त यिनी बच्चाहरूले पनि जिद्दी गर्दा रहेछन्। पछि बल्ल बिस्कुट दिएर फकाएपछि मात्रै यिनी माने। जिद्दी मैया।